गुगल म्यापबाट सजिलैसँग पत्ता लगाउनुहोस् आफ्नो घर। एकदम सजिलोसँग तपाईहरुले आफ्नो मोबाइलबाट आफ्नो पीसी कम्प्युटरबाट चाहिँ गुगल म्यापबाट आफ्नो घर हेर्नुहोस् टक्कसँगले। कसरी? यसरी मेरो घर यहाँ रहेको छ, यसरी तपाईहरुले हेर्न सक्नुहुनेछ। म त्यो आज ढिला नगरी सिकाउँछु है त। सर्वप्रथम मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने तल सब्स्क्राइब गर्दै छेउमा रहेको बेल आइकन पनि क्लिक गर्नु होला। एक लाइक, एक कमेन्ट, एक शेयर ट्याग। भिडियोतर्फ लागौँ गाइस। सर्वप्रथम म लान्छु तपाईहरुलाई कम्प्युटरबाट देखाउँछु, हजुरले मोबाइलमा गर्दा पनि हुन्छ है त। कम्प्युटरबाट चाहिँ हेर्नको लागि तपाईहरुले सर्वप्रथम चाहिँ आफ्नो क्रोम ब्राउजर ओपन गर्नुपर्ने छ। क्रोम ब्राउजर ओपन गर्ने बित्तिकै साथीहरु यहाँ पर रहेको यो यसमा क्लिक गर्नु। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु यहाँनेरि धेरै अप्सनहरु आउँछ। ड्राइभ आउँछ, जीमेल आउँछ, म्याप आउँछ, सर्च आउँछ, फोटो आउँछ, धेरै कुराहरु यहाँ आउँछ। तपाईहरुले हामीलाई म्याप चाहिएको त्यसैले हामीले म्यापलाई क्लिक गर्छौं। म्याप क्लिक गर्ने बित्तिकै अब टक्क हाम्रो यहाँ म्याप खोलिन्छ। म्याप खोलिसकेर तपाईहरुले आफ्नो घर टक्क सेटेलाइटबाट हेर्नु साथीहरु। सेटेलाइटबाट हामी ठ्याक्क हेर्छौं र आफ्नो यहाँ होम एड्रेस सेट लोकेसन भनेको छ, यहाँनेरि हामी क्लिक गरेर याङवरक राख्छौं है त। याङवरक राख्छौं। याङवरक राखेपछि हामीले टक्क आफ्नो होमलाई यहाँनेरि खोज्यौं भने अब टक्क हाम्रो होम त यो होइन, तर भए पनि अब त हामीले यहाँनेरि के सर्च गर्नुपर्ने छ? च्यानथापु। च्यानथापु हाम्रो मेरो चाहिँ च्यानथापु रहेको छ। च्यानथापुमा म हेर्दै जान्छु। सोनु मोबाइल सेन्टर टक्क यहाँनेरि रहेको छ भनेपछि तपाईले आफ्नो यसरी खोज्दै जानु होला के एड्रेस। टक्क अब म तपाईहरुलाई मेरो घर देखाउँछु है त। यहाँनेरि रहेको छ मेरो घर। यो चाहिँ मेरो घर हो साथीहरु। यो मैले जुन ठाउँमा लोकेसन एड गरेको छु यो चाहिँ मेरो घर हो। यो मेरो घर हो साथीहरु। यो देख्न सक्नुहुन्छ तपाईहरुले। यो चाहिँ मेरो घर हो साथीहरु। र यतापट्टि रहेको छ यो स्कुल। यहाँ स्कुल देख्न सक्नुहुन्छ। यो टक्कसँगले सेटेलाइटबाट हामी हेर्दै छौं। तपाईहरुले पनि यसरी नै हेर्न सक्नुहुन्छ। र अब यसको चाहिँ तपाईहरुले आफ्नो लोकेसन एड गर्नको लागि चाहिँ तपाईहरुले यहाँ गएर सेभ डाइरेक्सनमा गएर सबै सेभ गर्नुपर्ने रहेछ है त साथीहरु। र यसरी तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदम सजिलो ट्रिक पनि रहेको छ यो एक प्रकारको। र यसरी तपाईहरुले होम हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। एकदम सजिलो ट्रिक छ यो। टक्क सजिलो ट्रिक रहेको छ साथीहरु। र अर्को कुरा के कुरा त? अर्को कुरा पनि म यही भिडियोमा तपाईहरुलाई जानकारी दिन्छु। यहाँ प्लसको आइकनमा थिच्ने बित्तिकै टक्लक्क देख्न सक्नुहुन्छ मेरो यहाँनेरि गुगल कस्तो राम्रो छ थीम। गुगलको थीम वाउ व्हाट अ नाइस थीम। यस्तै तपाईहरुलाई ल्याउन मन छ, दिमागमा सोचिरहनु भएको छ भने तपाई तल जानु होला र यो तल पेन्सिलको आइकनमा ट्याक्क क्लिक गर्ने। पेन्सिलको आइकनमा क्लिक गर्ने बित्तिकै तपाईहरुले चेन्ज थीम लेखेको छ, यहाँ तपाईहरुले ठ्याक्क क्लिक गर्ने है त साथीहरु। क्लिक गरिसकेपछि हामीले यहाँ धेरैहरु कस्तो खालको गाडीको राख्ने कि तपाईले पेन्टिङको राख्ने कि कसरी राख्ने त्यो तपाईको इच्छा। र यो रिसेभ आर्ट त्यसमा हामी क्लिक गर्छौं। क्लिक गर्ने बित्तिकै साथीहरु यहाँ तल जुन मन लाग्छ तपाईहरुलाई त्यही ठ्याक 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 राख्ने साथीहरु। हजुरहरुलाई कुन मन पर्छ त्यो आफ्नो इच्छाले राख्न सक्नुहुन्छ। मलाई चाहिँ यो मन पर्छ र म यही राख्छु है त साथीहरु। र आजको भिडियो कस्तो लाग्यो त? राम्रो लाग्यो भने च्यानललाई एक लाइक, एक शेयर, एक सब्स्क्राइब गर्दै मसँग जोडिनु होला है त। थ्यांक्स फर वाचिङ फर गाइस माई भिडियो। थ्यांक यू सपोर्टिङ।